हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हो शनिबार अनि मैले आजको भिडियो चाहिँ आज पनि राख्न सक्छु। खाना खाने बेला भइसक्यो अनि मैले चाहिँ खाना पकाएर नुहाउन गएको अनि नुहाएर चाहिँ अहिले चाहिँ म चाहिँ हल्का टचअप गरेर चाहिँ अब भिडियो गराउन आँटेको। खासमा चाहिँ मैले आज के गर्छु दिनभरि के गर्छु त्यो भिडियो खिच्ने भनेको थिएँ, तर मसँग टाइम छैन कि साथीहरू। तपाईहरूले चाहिँ टाइटल हेरेर थाहा पाइसक्नु भएको होला आजको भिडियोको टाइटल। मलाई पनि थाहा छैन आजको भिडियोको टाइटल कस्तो हुन्छ, तर यस्तो पनि हुन सक्छ। ब्राजिलले जितेर रेजिनाले खाँदैछ लोकल भालेको मासु। चाहिँ खासमा यो भ्लग चाहिँ अस्ति ब्राजिलको म्याच हुँदा फेरि नै स्टार्ट गरेको हो कि बिहान 3:30 बजे नै भ्लग स्टार्ट गरेको हो। त्यसपछि मैले भ्लग स्टार्ट गरिसकेपछि चाहिँ मैले चाहिँ इन्ट्रो केही पनि बनाएको थिएन अनि त्यसपछि भ्लगहरू कन्टिन्यू गरेको थिएन। सो आज चाहिँ हो शनिबार अनि मैले चाहिँ आजको भिडियो आजै नै अपलोड गर्न सक्छु। अहिले 6 बजे कि त 7 बजे, आज ढिला पनि हुनसक्छ। म चाहिँ आजको भिडियो आज नै हाल्ने कोसिस गर्नेछु सकेसम्म। सो आजको भिडियोको टाइटल हुनेवाला छ ब्राजिलले गोल हानेर रेजिनाले खाँदैछ लोकल भालेको मासु। ब्राजिलले गोल हानेर रेजिनाले खाँदैछ लोकल भालेको मासु। ¿Y qué fue? Chapa, va a hacerle ranking. यही नै हुन्छ टाइटल, म यही नै राख्छु साथीहरू। जल्दो बल्दो रेजिनालाई चाहिँ कन्टेन्ट खोज्नु पर्दैन कि कन्टेन्टले रेजिनालाई आफै खोज्दै आउनेछ। कतै जाने भ्लग स्लग केही पनि होइन। आजको भिडियो जस्ट मुकबाङ अनि मैले हल्का के गर्छु त्यो तपाईँहरूलाई देखाउने छु। थोरै चाहिँ मैले ब्राजिलको गेम हुँदाखेरि चाहिँ क्लिपहरू खिचेको थिएँ 3:30 बजे उठेर। त्यतिखेर चाहिँ खासै भिडियोहरू गराउनु पाएन। मेरो चाहिँ एउटा ढिलो सेलाइसके साथीहरू। अब चाहिँ खाँदै गफ गरौँ है त साथीहरू। म चाहिँ 3:30 मा उठेर चाहिँ वर्ल्ड कप हेर्नुको लागि पनि त्यति छिटो उठेको है। अनि म्याच सुरु हुँदै रहेछ कि अनि म चाहिँ अब एक्लै बसेर हेर्दै थिएँ अनि बाबा आउनुभयो अनि हाँसो लाएर। अनि त्यसपछि अहिले पनि अँधेरै छ कि साथीहरू। अनि हाम्रो भिनी चाहिँ एकदमै क्यो क्यो भनेर कराइरहेको छ। म चाहिँ यता निराइ हेरेको थिएँ साथीभाइहरू। अनि कि साथीहरू भिनीले 2 गोल होइन ह्याट्रिक नै हान्न लागेको थियो कि खासमा चाहिँ। अनि उसको चाहिँ एउटा गोल चाहिँ फल भनिदियो क्या। यता चाहिँ म चाहिँ कस्तो डराइ हेरिरहेको थिएँ। अनि मैले चाहिँ खासमा चाहिँ गेम पनि हेरिरहेको थिएँ, तर नेमारलाई पनि कुरेर बसेको थिएँ कि। अनि फेरि हेर्नु न गोल हानेर नाच्दैछ कि भिनी चाहिँ। मलाई चाहिँ त्यस्तो चाहिँ ये तेरो यो मेरो यो भन्ने हुँदैन कि सबैलाई सपोर्ट गरौँ न। ब्राजिलको म्याच हेर्ने भनेर 3:30 बजे उठेको बाबाको हालत यस्तो छ कि साथीहरू। सुतेर उठ्दा बित्तिकै आएको नि त। अनि मेरो कपाल कस्तो जङरङ्गै भएको थियो कि। अनि मिलाएर म फेरि हेरेको यता गोल हानिसकेको थियो कि साथीहरू। 3 गोल भने नि ब्राजिलले गोल हानेछ साथीहरू। नेमार चाहिँ 15 मिनट आउनु नै ठुलो कुरा हो क्या हाम्रो लागि, हामी ब्राजिलको फ्यानहरूको लागि। नेमार 15 मिनट आएर नि खेल्यो नि त। 3:30 बजे उठेर चाहिँ अनि गेम हेरेको थिएँ। म र बाबा मिलेर चाहिँ गेम हेरेको। अनि आजको चाहिँ वर्ल्ड कप यस्तो इमोसनल थियो कि साथीहरू कुरै नगर्नु। कति पछि नेमार त अब इन्जर्ड छ नि त। अनि त्यही पनि खेलिरहेको थियो। लास्ट 15 मिनट चाहिँ एकदमै इमोसनल थियो कि साथीभाइहरू। म त कस्तो भएको थियो कि त्यो नेमारलाई देख्दा बित्तिकै। त्यही हो बिहानको हल्का क्लिपहरू पनि गराएको छु। म चाहिँ अब टिकटक बनाउनु आँटेको। कति दिनपछि बल्ल आज टिकटक गराउँदैछु। अनि मेरो आजको आउटफिट चाहिँ हो टी सर्ट अनि साडी, ब्लू कलरको साडी, स्काई ब्लू कलरको। अनि चुरा पनि स्काई ब्लू कलरको छ। तपाईँहरूले चाहिँ मेरो चाहिँ जुन कलरको ड्रेस हुन्छ त्यही कलरको चाहिँ चुरा देख्न सक्नुहुन्छ, किनभने म चाहिँ एकदमै चुरा लभर हो। म चाहिँ डान्स गरेर अनि टिकटक इन्स्टाग्राम अहिले चाहिँ फेसबुकमा पनि राख्नु लागेको छु। डान्स गरेर राख्छु। अनि त्यही हो साथीहरू। त्यही डान्स गर्ने मौकामा चाहिँ मैले चाहिँ यसरी रेडी भएर चाहिँ इन्ट्रो बनाइहालेको हो। अनि तपाईँहरूले मलाई इन्स्टाग्राममा फलो गर्नुभएको छैन भने गर्नु होला। त्यही हो साथीहरू। तपाईँहरूले चाहिँ मैले अब भिडियोहरू हालिराख्छु नि, तपाईँहरूले त्यस्तै पनि मन पराइदिनुहुन्छ। मेरो र भिडियोहरू एकदमै मन पराइदिनुहुन्छ। अनि कमेन्टमा चाहिँ अलिक छिटो भिडियो हाल्नु पर्यो अनि एकदमै लामो हुनु पर्यो, अलिकति लामो हुनु पर्यो भिडियो भनेर कमेन्ट गर्नुहुन्छ। अनि एकदमै माया छ हजुरहरूलाई यसरी कमेन्ट साथ सपोर्ट गरिदिनु भएकोमा। अनि हेर्दै जानु होला। यो फुटबल के कति कोले जित्छ रे ल ए साथीहरू ब्राजिलले जित्छ अरे हाम्रो बाजेले भनेको। म पनि फुल सपोर्टमा ब्राजिलले। बाजे ब्राजिलले जित्छ नि योपालि होइन।
जापानটা লট আছে जापानটা লট আছে अहिले खेल्दैछ भोलि पछि लोट छ के ब्राजिल र जापानको हुने रे अब अर्को म्याच लोकल टमाटर हो के भएको मेरो क्यामेरा लोकल टमाटर मम्मी र बाबाहरूले चाहिँ खाइसक्नुभयो सुरु गरिसक्नुभयो लोकल कुखुराको मासुसँग अब चाहिँ मेरो पालो यहाँ चाहिँ छ लोकल कुखुराको मासु यो चाहिँ मैले अघि बिहान चाहिँ यो झोला हालेको चाहिँ खिच्नु बिर्सेछु अघि रातो रातो गराएको मात्र खिचेँ कि अनि साथीहरू चार्ज पनि थिएन नि त त्यही भएर लोकल कुखुराको त अब झोलै हो नि त खाने साथीहरू आरामले खानु आइसक्यो होइन अनि यहाँ चाहिँ छ लोकल कुखुराको मासु अनि यहाँ चाहिँ छ ढिँडो अनि चटनी अनि काँक्रा यो चाहिँ खासमा मैले मुकबाङ गर्छु भनेर चाहिँ त्यस्तो ठुलो मुकबाङ गर्नु आँटेको होइन जस्ट झापझुप अब आज खाना यही पकाएको थिएँ अनि वाइ नट एउटा भिडियो बनाऊँ न त अब डेली भिडियो गर्ने कोसिस गरिरहेको छु अनि हाम्रो डेली लाइफमा जे हुन्छ म तपाईँहरूलाई त्यही देखाउँदैछु साथीहरू यहाँ चाहिँ स्क्रच भन्छ कि अस्ति मैले यस्तो गरेर अनि यो कुखुराको मासु चाहिँ यहीँ हाम्रै घरमा पालेको कुखुराको मासु हो अनि यहाँ चाहिँ छ हाम्रो ढिँडो ढिँडो भन्छमै हामीले तपाईँहरूले चाहिँ ढेँडो भन्नुहुन्छ होला हामीले चाहिँ ढिँडो भन्छ यहाँ ढिँडो छ बाबा मम्मी उता चाहिँ मेरो बाबा र मम्मीले खाँदै हुनुहुन्छ कि अनि त्यही भएर हल्का ब्याकग्राउन्ड नोइज आउन सक्छ ढिँडो र मासुको खाँदैछु अब त्यही हो है मेरो आजको भिडियो अनि ल अब खामै त साथीभाइहरू पहिला सुरुमा चरामै ल फर्स्ट बाइट मेरो युट्युब फ्यामिलीहरूलाई ल खाएँ है साथीभाइहरू मेरो चाहिँ ढिँडो सेलाइसक्यो सेटअप गर्दा गर्दा रेजिनाले चाहिँ जहिले पनि मिठो 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 नै पकाउँछ म पनि दामी भयो होइन है साथीहरू लोकल कुखुराको मासुको झोल चाहिँ एकदम दामी हुन्छ के हेलो गाइस सबैलाई स्वागत छ हाम्रो रेजिना पुनको भ्लगमा हजुरहरूले यसरी नै माया गरिदिनु होला अझै अगाडि बढाइदिनु होला मेरो प्यारी छोरी कान्छी प्रिन्सेसलाई ओके ल हेर्नु त कति मक्कै परिछ मेरो भिडियो अन छ कि छैन हेरिदिनु न हजुरलाई थाहा हुन्छ है अन छ बन्द गर्ने होइन ल पुरै यही खाएको भिडियो हो मम्मी आज चाहिँ शनिबार हो आज म त्यस्तो कतै पनि जाँदैन घर सफा गर्ने लुगा धुने आनन्दले खाने त्यही हो मेरो आजको त लिपस्टिक जाँदाखेरि ढिलो खाँदा मिठो भयो रेजिनाले बनाएपछि अलवेज यो फापरको ढिलो यो लोकल कुखुराको खाऊ अर्ग्यानिक खाना बाबा मलाई थोरै भात हालेर जानु न थोरै मम्मीले खानु राम्रो
त्यही त उनीहरू आराम यो सकिसक्यो भयो यो नि धेरै जम्मा भयो भात पोख्यो हिरो खाएर पनि भात खान्छ कि अझै हेर्नु त तपाईँलाई मलाई खाना भन्दै थियो होइन हिरो खाएर पनि भात खान्छ ड्याडीले भन्दै थियो आफूले त खाने थियो नेपालीहरूको दाल भातलाई त मिस गर्नु नै भएन नि त टक्क लाएर यसरी लोकल कुखुराको झोल हाल्ने यो त मेरो 3 बाइटमै सक्यो हेलो साथीहरू फोनमा त चार्ज पनि छैन त सो म चाहिँ अबदेखि चाहिँ जहिले पनि भिडियो गराउने बेला चाहिँ कि त इन्ट्रोमा कि त लास्टतिर चाहिँ म चाहिँ 2वटा कमेन्ट चाहिँ सधैँ पढ्नेछु है अनि अहिले चाहिँ म चाहिँ अब भाडा माझ्नु जानु लागेको त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ मलाई यस्तो अवस्थामा देखिराख्नु भएको छ मेरो भिडियोदेखि चाहिँ 2वटा मेरो रेगुलर भ्युअर्सहरू जहिले कमेन्ट गर्नुहुन्छ मलाई माया गर्नुहुन्छ मलाई सपोर्ट गर्नुहुन्छ उहाँहरूको चाहिँ म कमेन्ट अबदेखि जहिले पनि पढेर सुनाउने छु फेरि उहाँहरूको मात्र होइन कि मेरो युट्युब भिडियोमा जसले कमेन्ट गर्नुभएको छ नि जुन मलाई राम्रो लाग्छ त्यो कमेन्ट चाहिँ म हजुरहरूलाई पढेर सुनाउँछु है त नयाँ भिडियो हालेको थिएँ नि त मुकबाङ भिडियो मेरो साथीहरूसँग म त्यही भिडियोदेखि चाहिँ 2जना मेरो जेन्युन भ्युअर्सहरूको चाहिँ कमेन्ट पढेर सुनाउँछु है त अनि एकदमै धेरै धेरै धन्यवाद हजुरहरूले माया देखाइदिनु भयो मेरो मुकबाङ भिडियोमा सुरुमा यहाँ टपमा जुन कमेन्ट छ म त्यही कमेन्ट पढेर हजुरहरूलाई सुनाउन जाँदैछु सायद उहाँको युजर नेम भ्याक्सो नै होला भ्याक्सो 230 छ तपाईँले हेर्दै हुनुहुन्छ भने तपाईँको कमेन्ट म सुनाउन जाँदैछु है गो अहेड प्रिन्सेस रेजिना अब चाँडै च्यानल मोनिटाइज गर्नुपर्छ भन्नुभएको छ अनि मैले चाहिँ यसको चाहिँ कमेन्टको रिप्लाई दिएको थिएन अब रिप्लाई नदिए पनि अब मैले कमेन्टहरू लभ रियाक्ट गरेको हुन्छु मैले चाहिँ एकदमै दामी के कहिलेकाहीँ त टाइम पनि हुँदैन टाइम नभएको बेला लभ रियाक्ट गरेर छोड्छु नभए चाहिँ मैले धेरै जस्तोको चाहिँ रिप्लाई दिन्छु अब उहाँको रिप्लाई दिएको थिएन रहेछ मैले उहाँले भन्नुभएको छ गो अहेड रेजिना प्रिन्सेस अब चाँडै नै च्यानल मोनिटाइज गर्नुपर्छ भन्नुभएको छ धेरै धेरै धन्यवाद हजुरलाई अनि यस मोनिटाइज त अब तपाईहरुको माया र सपोर्ट पाउँदै गरे भने चाहिँ छिटै नै मोनिटाइज पनि हुन्छ है मोनिटाइज चाहिँ प्रोसेसिङमा छ उहाँले पनि त्यस्तो मलाई पहिलेदेखि कमेन्ट चाहिँ गर्नुभएको होइन है जस रिसेन्टली उहाँले नयाँ सब्सक्राइबर हुनुहुन्छ होला हाम्रो ब्याक्सोजी सो अब चाहिँ मेरो रेगुलर मैले चाहिँ याद गर्ने कि त्यो नोटिस हुन्छ नि त धेरै भिडियोहरूमा कमेन्ट गरिसकेपछि त नोटिस हुन्छ सो म चाहिँ अब अर्को कमेन्ट पढ्छु मैले भने नि 2वटा जहिले पनि म 2वटा कमेन्ट पढ्छु एउटाको पढिसकेँ एउटा मेरो रेगुलर भ्युअर चाहिँ जिगल हो र जिगल उहाँको युजर नेम चाहिँ जिगल हो र छ उहाँले पनि मलाई धेरै जस्तो कमेन्ट गरिराख्नुहुन्छ कि मैले याद गरिराख्छु आई डोन्ट नो उहाँको हुनुहुन्छ तर उहाँले चाहिँ मेरो भिडियोमा जस कमेन्ट गरिराख्नुहुन्छ कि उहाँको कमेन्ट छ बब्बाल रमाइलो हो का रेजिनामा लभ 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 यस्तो गर्नुभएको छ अनि टप कमेन्टर भनेर पनि देखाएको छ उहाँले चाहिँ मेरो भिडियोमा 100 भन्दा पनि बढी नै कमेन्ट गर्नुभएको छ अनि हामीले चाहिँ देख्न पाउँछ कि साथी हामीले चाहिँ हाम्रो भिडियोमा कोले कतिवटा कमेन्ट गरेको छ भनेर सबै हेर्न पाउँछ है साथीहरू अनि मैले भर्खरै भने नि त उहाँले चाहिँ मेरो भिडियोमा जहिले पनि कमेन्ट गर्नुहुन्छ र मलाई नोटिस पनि भएको थियो कि अनि मैले मेरो रेगुलर अर्को भ्युअर्सको कमेन्ट पढ्दैछु अहिलेको रिसेन्ट भिडियोमा बब्बाल रमाइलो हो क्या रेजिना भन्नुभएको छ धेरै धन्यवाद हजुरलाई ल साथीहरू आजको 2वटा कमेन्ट पनि पढ्यो म अब अर्को भिडियोमा पनि 2वटा कमेन्ट पढ्नेछु र अब चाहिँ म भाडा माझ्न जानु लागेको टक्क लाएर के हो लास्टसम्म हेर्नु भएको छ भने धेरै धेरै धन्यवाद छिटै नै अर्को भिडियोमा भेट्नुपर्छ तर म अब एकछिनपछि म भाडाहरू माझेको अनि म लुगा धुन गएको पनि हल्का क्लिप गराउँछु त्यस्तो धेरै गराउँदैन फेरि झ्याउ लाग्छ नि त मेरो भ्युअर्सहरूलाई फेरि कोही भ्युअर्सहरूले त रेजिना तिमीले जे भिडियो हाले पनि हामी हेर्छौँ है भन्ने पनि भ्युअर्स हुनुहुन्छ है उहाँहरू चाहिँ मेरो चाहिँ जेन्युन भ्युअर्स हो र अब यति भन्दै म भाडा माझ्नु गएको ल
साथीहरू यो चाहिँ मेरो बाबाले रोप्नु भएको फुलहरू हो कि हेर्नु न कति प्रिटी कति राम्रो छ। हाम्रो घरमा चाहिँ छोरी मान्छेले भन्दा पनि हाम्रो बाबाले चाहिँ फुलहरूमा यति सोख छ बाबाको, रोपेर नथाक्ने कि साथीहरू। हेर्नु न कुनै कुनै फुल त सुकि पनि सक्यो, अनि माथि पनि त्यस्तै, यता तल पनि त्यस्तै। अनि के गर्नु, यहाँ चाहिँ यो फुल थियो, अनि यो पिङ्क कलरको फुल चाहिँ अर्को गमलामा थियो। बाबाले चाहिँ यो सुकेर यहीँ रोपिदिनु भएको छ। अब यो भिडियो देखेपछि मेरो दिदीले गाली गर्छ, कहाँ एकै थाङ हो र राख्ने भनेर। भएन भनेर हाम्रो फुल चाहिँ यहाँ तल भर्याङमा पनि छ। यहाँ फुल, यहाँ 2वटा फुल छ। यहाँनिर चाहिँ के फुल रोप्नु भएको छ मलाई थाहा भएन साथीहरू। देख्नुभयो नि, म पनि प्लान्ट लभर हो, मेरो रुममा पनि छ। तर मेरो बाबा चाहिँ बेसी एकदम के प्लान्ट लभर। हेर्नु न साथीहरू, यो चाहिँ भयो हाम्रो भर्याङको एरियामा। अझ तल पनि छ कि, अनि माथि छतमा पनि छ। साथीहरू माथि घाम छ, यस्तो घाम छ नि यहाँ छतमा। अनि यतातिर चाहिँ हाम्रो यताको साइडमा चाहिँ हाम्रो क्रिस्चियन ज्यूहरू चाहिँ एकदम धेरै हुनुहुन्छ कि, अनि यहाँ चर्चमा चाहिँ गीत गाउँदै हुनुहुन्छ। अनि आजको वेदर चाहिँ यस्तो घाम छ नि, यस्तो घाम छ। अब म कसरी लुगा धुने, अहिले साँझ धुनु पर्ला लुगा। मम्मी त्यहाँ बस्नुपर्छ नुहाएर। मैले भने नि साथीहरू, मेरो बाबा फुल लभर यति धेरै, के हो रोप्नु भएको छ। हेर्नु न त्यहाँ पनि छ के, यहाँनिर पनि कति धेरै फुलहरू छ। हेर्नु साथीहरू, मेरो बाबा फुल लभर, प्लान्ट लभर भनौँ न। फुल पनि छ के। आज चाहिँ बादल लाएर हिमाल ढाकेको रहेछ, नभए चाहिँ यहाँनिर चाहिँ कति मजाको हिमाल देखिने क्या साथीहरू। यता चाहिँ हाम्रो कुखुरा जिउ हुनुहुन्छ। कुखुरालाई नि म्याउबाट भन्नुहुन्छ। र यहाँनिर पनि छ, यहाँनिर नि छ। यो खोर चाहिँ यो कुखुराहरूले के बनाएको, कस्तो राम्रो थियो साथीहरू यहाँ सुरुमा। लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियो म पक्कै पनि मेरो साथीसँगै लिएर आउनेछु, वेट गर्नु होला। अनि लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसरी नै माया र सपोर्ट गर्दै जानु होला। त्यही हो साथीहरू, अर्को भिडियोमा भेटौँ न है त।